साथीहरु नमस्कार। धेरैजना साथीहरुले यो निष्कर्ष कसरी लेख्ने, कति लेख्ने अथवा कस्ता विषय लेख्ने भन्ने सन्दर्भमा जिज्ञासा राख्नु भएको छ र त्यही जिज्ञासालाई मेटाउने मैले प्रयत्न गरेको छु। सबैभन्दा पहिला त हजुरले के कुरा बुझ्नु पर्यो भन्दा हामीले कुनै पनि विषयवस्तुको एन्सर लेख्दै गर्दा अथवा कुनै पनि क्वेशनलाई ट्याकल गर्दै गर्दा त्यसको निष्कर्ष चाहिँ कति बेला लेखिन्छ त भन्दा अन्त्यमा लेखिन्छ। र धेरैजना साथीहरूले चाहिँ के गर्नुहुन्छ त भन्दा भर्खर पढ्न सुरु गर्नु भएको छ है, माथिको विषयवस्तु नै थाहा हुँदैन, परिभाषै थाहा छैन, त्यसका विषय अथवा हजुरको त्यसका बीचका अरू विषय नै थाहा छैन, परिभाषा थाहा छैन, विशेषता थाहा छैन, महत्त्व थाहा छैन, समस्या थाहा छैन, व्यवस्था थाहा छैन, अवस्था थाहा छैन, पढाइ नै पुगेको छैन अथवा भर्खर पढ्न सुरु गर्नु भएको छ, लेख्ने कसरी भन्ने नै थाहा छैन, तर तनाव चाहिँ निष्कर्ष कसरी लेख्ने हो भन्ने सन्दर्भमा त्यो तनाव गरेको देखिन्छ। र मैले पहिलो विषय हजुरलाई के जानकारी गराउन चाहे भन्दा निष्कर्ष भनेको अन्त्यमा लेख्ने हो, निष्कर्ष भनेको विदाई हो, निष्कर्ष भनेको सुखद अन्त्य हो र यो अन्त्य सुखद अन्त्य हुनका लागि त्योभन्दा पहिलाका प्रक्रियाहरू पनि सुखद हुनुपर्छ, राम्रो हुनुपर्छ। यानि कि निष्कर्ष राम्रो लेख्नका लागि माथिको विषयवस्तु कन्टेन्ट चाहिँ राम्रो हुनुपर्छ, कन्टेन्टमा ज्ञान हुनुपर्छ। क्वेशनलाई हेर्नुहोस् त, ओपनिङ पार्ट लेख्ने, त्यसको परिभाषा लेख्ने, बीचमा मागेका विषयहरूलाई राम्रोसँग उपयुक्त तवरले प्रस्तुत गर्न सकियो भने मात्र त्यसको निष्कर्ष अझै राम्रो लेख्न सकिन्छ। र निष्कर्ष लेख्नका लागि पहिला मैले भन्ने गर्छु, पहिला हिँड्न सिक्ने। हिँड्न नजान्ने मान्छे दगुर्न खोज्यो भने के हुन्छ सम्झिनुहोस् त, लड्छ अथवा दगुर्नै सक्दैन। त्यही भने जस्तै हो। तसर्थ निष्कर्ष राम्रो लेख्नका लागि अथवा निष्कर्षलाई राम्रो बनाउनका लागि माथि कन्टेन्ट चाहिँ जान्नुपर्छ, भनेको क्वेशनको एन्सर लेख्न चाहिँ जानेको हुनुपर्छ। तसर्थ पहिल्यै निष्कर्षमा तनाव नलिनका लागि अनुरोध गर्छु है। र निष्कर्ष भनेको चाहिँ हामी के गर्छौँ भन्दा निष्कर्ष लेख्ने क्रममा चाहिँ जुन क्वेशन आएको छ त्यही क्वेशनलाई आधार मानेर है अब चाहिँ कसरी राम्रो हुन्छ, त्यसलाई चाहिँ अझै राम्रो बनाउनका लागि के गर्नुपर्छ भन्ने सन्दर्भमा हामी बसेर हामीले दिने सुझाव हो। र निष्कर्ष सधैँभरि अन्त्यमा लेखिन्छ है। यो अन्त्यमा चाहिँ हाम्रो विदाई हो, त्यो विदाई चाहिँ सुखद हुनुपर्छ। जस्तै तपाईँ हामी कतै गयौँ भने के हुन्छ भन्दा सुरुमा जाँदा परिचय गर्छौँ, नमस्कार हजुर भन्छौँ, अथवा ढोगभेट हुन्छ है। आफ्नो जस्तो संस्कार छ अथवा जोसँग भेट भएको छ त्यही अनुसार चाहिँ हाम्रो सुरुमा परिचयात्मक कार्यक्रम हुन्छ। अथवा कतै नयाँ ठाउँमा गयौँ भने सुरुमा परिचय हुन्छ, त्यसपछि हाम्रा के काम विशेषले हामी भेट भएका छौँ अथवा कहीँ गइएको छ अथवा कोही आउनु भएको छ उहाँसँग त्यो काम हुन्छ। र हिँड्ने बेला चाहिँ ल हजुर धन्यवाद, एकदम सहयोग गर्नुभयो, अथवा हजुरको ल राम्रोसँग जानु होला, पुगेपछि फोन गर्नु होला, आउँदै गर्नु होला, माया नमार्नु होला, हजुर ल थ्याङ्क यू आइदिनु भयो भनेर पठाइन्छ नि। हो त्यही बेलाको पठाउने काम, जसरी हामीले पठाउँदा विदाई गर्दा जसरी सत्कार गर्छौँ अथवा जसरी पोजिटिभ विषय र पोजिटिभ भाइब्स त्यो उत्पन्न गर्छौँ, प्रकट गर्छौँ, त्यस्तै गरी निष्कर्ष पनि पोजिटिभ हुनुपर्छ भन्ने विषयमा जान्नुपर्छ। यो कसरी लेख्ने भन्ने कुरा 2-4वटा बुलेटमा चाहिँ मैले हजुरलाई यहाँ प्रस्तुत गर्न चाहेँ है। यो निष्कर्ष कसरी लेख्ने भन्ने सन्दर्भमा पहिलो विषय त हजुरले के कुरा जानकारी हुनु पर्यो भन्दा परिभाषा चाहिँ नलेख्ने। धेरैजनाले परिभाषा लेख्नुहुन्छ के, परिभाषा नलेख्ने, के नलेख्ने रे, परिभाषा नलेख्ने अथवा परिभाषाबाट सुरुवात नगर्ने। हेर्नुहोस् त, पहिलो विषय परिभाषा नलेख्ने। परिभाषा भनेको परिचय हो। परिचय कति बेला हुन्छ? सुरुमा हुन्छ। निष्कर्ष कति बेला लेख्ने हो? अन्त्यमा लेख्ने हो। तसर्थ परिचय नलेख्ने अथवा परिचयबाट सुरु नै नगर्ने, नम्बर फर्स्ट है। अर्को विषय हेर्नुहोस् त, परिभाषा त नलेख्ने, तर अब लेख्ने के त भन्दा लेख्ने सुधार गर्नका लागि अथवा अझै राम्रो बनाउनका लागि, के गर्नका लागि रे, अझै राम्रो अथवा उपयुक्त, हेर्नुहोस् है, अझै राम्रो अथवा के अरे उपयुक्त बनाउन
के गर्नुपर्छ भनी सुझाव दिने। के गर्ने रे? यो विषयलाई राम्रो बनाउन, अझै उपयुक्त बनाउन, अझै प्रभावकारी बनाउन, यस्तो गर्यो भने प्रभावकारी हुन्छ, यस्तो गर्यो भने यो विषय अझै राम्रो हुन्छ भन्ने सन्दर्भमा त्यसलाई राम्रो बनाउनका लागि सुझाव दिने है। अथवा अर्को विषय के भन्दा अबको बाटो के हो भनेर लेख्ने हो के खासी। अबको बाटो चाहिँ के? अबको बाटो के हो अथवा अबको बाटो के, कसो गर्दा राम्रो हुन्छ भनेको के? हेर्नुहोस् त, कसो गर्दा अझै राम्रो हुन्छ, कसो गर्दा अझै राम्रो हुन्छ भनी लेख्ने। अनि हेर्नुहोस् त, अबको बाटो के हो अथवा कसो गर्दा अझै राम्रो हुन्छ भन्ने सन्दर्भमा लेख्ने है। अनि अर्को विषय के बुझ्ने भन्दा सकारात्मक, अलवेज पोजिटिभ है, सकारात्मक। हेर्नुहोस् त, सकारात्मक लेख्ने। कस्तो लेख्ने रे? सकारात्मक लेख्ने। निष्कर्षमा नकारात्मक अथवा नेगेटिभ विषयहरू नलेख्ने। क्वेसनमा समस्या नि आउन सक्छ। यसरी यसमा चाहिँ एकदम धेरै समस्या देखेर लथालिङ्ग भएको छ भनेर हिँड्ने बेला समस्या देखे तापनि माथि उल्लेखित समस्यालाई तत्काल घटाउन, हटाउन, निवारण गर्न सकेको खण्डमा यो चाहिँ राम्रो हुन्छ भन्ने सन्दर्भमा जानु पर्यो, पोजिटिभ भाइब्स आउनु पर्यो भन्ने कुरा बुझ्नु पर्यो है। सकारात्मक लेख्ने, नेगेटिभ नलेख्ने। समस्या आए पनि अब यस्तो गर्यो भने राम्रो हुन्छ भन्ने सन्दर्भमा लेख्ने। सबै निष्कर्ष के सकारात्मक भनेको हिँड्ने बेलाको बिदाई के हुन्छ? तँलाई पख, मैले जाने छु, तँलाई पख, आउलास, भेटोला भन्दै छुट्टिने होइन, त्यो राम्रो हुँदैन। भन्नुभयो नमस्कार हजुर, लागे हजुर, ल हजुर बाई, राम्रोसँग जानु, पुगेपछि फोन गर्नु भन्ने हो। बुझिन्छ भनेको? तसर्थ सकारात्मक लेख्ने, त्यो विषय बुझ्ने। अब अर्को विषय के भन्ने भन्दा छोटो लेख्ने अथवा छोटकरीमा लेख्ने। छोटकरीमा लेख्ने। कस्तो लेख्ने रे? छोटकरीमा लेख्ने, छोटो लेख्ने, निष्कर्ष लामो हुँदैन। कतिपय धेरै साथीहरूले चाहिँ परिभाषाभन्दा निष्कर्ष लामो लेखेको भेटिन्छ। र सुरुमा टुङ्ग्याउँछु भन्दै यसरी र हो भए तापनि हुँदाहुँदै पनि अझ राम्रो गर्न सकिन्छ तसर्थ भनेर आधी पेज लेख्नुहुन्छ अथवा 8-10 लाइन 12 लाइनको निष्कर्ष लेख्नुहुन्छ। त्यो आवश्यक छैन। निष्कर्ष कत्रो हुनुपर्छ? छोटो मिठो टक्क के। कस्तो रे? छोटो मिठो टक्क हुनु पर्यो है। छोटो मिठो सकारात्मक। अब यो गर्यो भने, यो गर्न सक्यो भने राम्रो हुन्छ भन्ने सन्दर्भमा सुझाव दिने हो। त्यो कसरी दिने त भन्दा क्वेसन आएको हुन्छ, त्यही क्वेसन त्यही विषयवस्तुलाई आधार मानेर त्यसलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने सन्दर्भमा लेख्ने हो। छोटो मिठो टक्क भन्ने कुरा बुझ्नु पर्यो है, छोटकरीमा लेख्ने। अनि अर्को विषय अनिवार्य रूपमा लेख्ने। अनिवार्य रूपमा निष्कर्ष लेख्ने भनेको फेरि अनिवार्य रूपमा निष्कर्ष लेख्ने, सबै निष्कर्षमा अनिवार्य लेख्ने होइन, अनिवार्य रूपमा निष्कर्ष लेख्ने। यो चाहिँ मेरो मान्यता है। एउटा विषय के बुझ्नु पर्यो भन्दा कतिपयहरूले निष्कर्ष लेख्नुपर्छ भन्नुहुन्छ अरे, कतिपयले लेख्नु पर्दैन भन्नुहुन्छ अरे है, अथवा कतिपयले 10 नम्बरकोमा लेख्ने हो भन्नुहुन्छ अरे, अथवा हजुरले पनि त्यही भन्नुहुन्छ। धेरैजनाले मसँग सोद्धा कसैले 5 नम्बरकोमा पर्दैन, 10 नम्बरको मात्र लेख्ने भन्नुहुन्छ अरे, कसैले कानुनकोमा पर्दैन भन्नुहुन्छ अरे। जसले जे भने पनि मेरो ओपिनियन भनेको मैले एउटा विषय हजुरलाई भन्छु, खाए जस्तो नखाएर हुँदैन, कतै गए जस्तो नगएर हुँदैन, देखे जस्तो नदेखेर पनि हुँदैन, सुने जस्तो नसुनेर पनि हुँदैन, सुते जस्तो नसुतेर पनि हुँदैन। भन्नु भनेको त्यस्तै गरी लेखे जस्तो नलेखेर पनि हुँदैन। त्यसर्थ लेख्ने मेरो मान्यता त्यो है। तर मेरो एउटा मान्यता छ, अनिवार्य रूपमा निष्कर्ष लेख्ने, तर हामीलाई छोटो टिप्पणी लेख्नुहोस् अथवा छोटकरीमा लेख्नुहोस् भन्ने एउटा 2.5 मार्क्सको एउटा क्वेसन आउँछ। भनेको दुईटा क्वेसन भएको एकै ठाउँ आउने गर्छन् है। त्यस्तो दुईटा क्वेसन छन् 5 नम्बरमा भने त्यसमा चाहिँ मैले लेख्न सक्दैन, मलाई टाइम पनि हुन्न छोटकरीमा लेख्नु। त्यसमा चाहिँ म निष्कर्ष लेख्दैन र लेख्नु पर्दैन भन्छु हजुरहरूलाई। अरू सबैमा निष्कर्ष ठोक्ने हो है। अनिवार्य रूपमा निष्कर्ष लेख्ने, तर 2.5 नम्बरको
प्रश्नमा लेख्नु पर्दैन किनकि टाइम पुग्दैन भन्न पर्यो है, किनकि टाइम पुग्दैन। ल यति विषय जान्ने हो भने निष्कर्ष फाइन हुन्छ। ल हेर्नुहोस् निष्कर्ष कसरी लेख्ने भन्दा म फेरि रिपिट गरेँ, परिभाषाबाट सुरु नगर्ने, परिभाषै नलेख्ने, लेख्ने के त अब राम्रो बनाउन के गर्नुपर्छ, यसलाई अझै प्रभावकारी बनाउन के गर्नुपर्छ भन्ने सन्दर्भमा लेख्ने, त्यसलाई सुधार गर्नका लागि आवश्यक सुझाव दिने, अबको बाटो के हो, कसरी अगाडि बढ्दा राम्रो हुन्छ भन्ने सन्दर्भलाई फोकस गर्ने है। अनि अर्को विषय हामीले के भन्यो भन्दा सधैँभरि सकारात्मक लेख्ने, निष्कर्ष पोजिटिभ हुनुपर्छ है। अनि अघि भन्यो नि नेगेटिभ हुने होइन, यो हिँड्ने बेलाको विदाई हो, विदाई सधैँभरि सकारात्मक राम्रो हुन्छ। माथि क्वेसनमा नकारात्मक विषय समस्याहरू टीका टिप्पणीहरू भए तापनि निष्कर्षमा चाहिँ पोजिटिभ कुरा हुनुपर्छ, त्यो विषय पनि नबिर्सने। अनि निष्कर्ष हामीले भनिहाल्यौँ छोटकरीमा हुनुपर्छ। हामीले के भनेको थियो नि, छोटो मिठो टक्क, छोटो मिठो टक्क, सम्झिने है। लामो नलेख्ने, परिभाषाभन्दा निष्कर्ष बढी लेख्नुहुन्छ त्यो आवश्यक छैन। 2-3 लाइन, लामै भयो भने 4 लाइन होला, त्यो पनि धेरै हुन्छ, 2-3 लाइन हो निष्कर्ष भनेको त्यति। अनि अनिवार्य रूपमा लेख्ने, सबै क्वेसनमा निष्कर्ष लेख्ने, तर 2.5 नम्बरको क्वेसनमा निष्कर्ष लेख्न पर्दैन, टाइम पुग्दैन है। ल यति कुरा बुझ्नुभयो भने निष्कर्ष राम्रो हुन्छ। तर निष्कर्ष राम्रो बनाउनका लागि पहिला माथिको कन्टेन्ट चाहिँ जान्नुपर्छ। तसर्थ पहिले यो निष्कर्ष कसरी लेख्ने भनेर तनाव लिनुभन्दा पहिला चाहिँ कन्टेन्टमा चाहिँ फोकस गर्न, पढेको बुझ्न र लेख्न जान्ने हुनका लागि मैले अनुरोध गर्छु। पहिला पढेको बुझ्ने, त्यो अनुसारको तयारी गर्ने, अनि बल्ल हामीले के भनेको थियौँ, हिँड्न जाने हो भने दगुर्न सकिन्छ, होइन भने हिँड्नै जाने छैन भने दगुर्न खोजे पनि सम्भव छैन भन्ने कुरा बुझ्ने। यति कुरालाई याद गर्ने, निष्कर्ष लेख्न कहिल्यै पनि तनाव हुँदैन। र हजुरको कुनै पनि क्वेसनको एन्सर भेटाउनु र निष्कर्ष त्यसमा देख्नुभयो भने धेरैजनाले घोक्न सुरु गर्नुहुन्छ, त्यो निष्कर्ष घोकेर कहिल्यै पनि पार लाग्दैन। घोक्ने मान्छेले त्यही क्वेसन आयो भने लेख्ला, अर्को क्वेसन आयो भने थोरै घुमाएर एन्सर त्यही हुने क्वेसन आयो भने त्यो निष्कर्ष लेख्न सकिँदैन। तसर्थ निष्कर्ष घोक्ने होइन, आफ्नो क्षमता अथवा आफूले लेख्ने कला, आफ्नो कौशल चाहिँ विकास गर्ने हो। यी विषयलाई याद गर्ने, सकिन्छ, सुधार हुन्छ। सबैजनालाई गुड लक, थ्याङ्क यू।